हेलो नमस्ते सबैजनालाई वेलकम छ आजको मेरो धेरै दिनपछिको मिनी ब्लगमा। आज चाहिँ मैले धेरै दिनपछि मिनी ब्लग बनाउँदैछु किनभने यसको कारण चाहिँ धेरै छ। हजुरहरूले भिडियो चाहिँ लास्टसम्म नै हेर्नुपर्ने हुन्छ। सो आज चाहिँ म चाहिँ मेरो बाबु बिमार भएको कारणले म चाहिँ हेल्पसतिर लिएर जाँदैछु। अनि हामी तीनजना गएको थियौँ हेल्पस चाहिँ। अनि बाबुहरू चाहिँ साइकल बनाउन, म चाहिँ बाबु लिएर हेल्पस गएको थियो। अनि त्यही भएर म चाहिँ थोरै भिडियो लिँदै हिँडेँ। बाबु त बिमारी छ तैपनि मैले चाहिँ थोरै भिडियो लिँदै हिँडेको। अनि म चाहिँ यहाँ साइकल दोहोऱ्याउँदैछु। साइकल चलाउन जान्दिनँ नि त मैले चाहिँ। खास गरी यो साइकल चाहिँ बिग्रियो नि त, चलाउन मिल्दैन, बनाउन लगाएको हो। अनि साइकल पनि चलाउन जान्दिनँ मैले चाहिँ। सो आधा बाटो आएर यस्तो गर्मी भएर शीतलमा बसेँ। अनि उनीहरू चाहिँ गइसकेको थियो कि देउरा चाहिँ बाबु लिएर। अनि म चाहिँ साइकल कोट्याउँदैछु। अनि साइकल कोट्याउँदैछु, घाम फेरि यति थिए कि त भगवान्। अनि उनीहरूलाई साइकल बनाउनु पैसा दियो। सो म चाहिँ अब लागेँ हेल्पसतिर। उनीहरू त्यता गयो भने म चाहिँ यतातिर लाग्यो। हाम्रो चाहिँ आइसक्यो नि त, गेटनिर आएर छुट्टिएको हो नि त। अनि पैसा दिने बिर्सेर पैसा दिन गएको म चाहिँ उता। सो हाम्रो हेल्पस चाहिँ यही हो, गुन्जानगर सस्ता चौकी हो भनेर मैले पहिलाको भिडियोमा पनि भनिसकेँ, फेरि अहिले पनि भन्दैछु होइन। अनि म चाहिँ यहाँ आइपुगेँ। यस्तो राम्रो छ क्या हाम्रो हेल्पस चाहिँ। मलाई चाहिँ यस्तो रमाइलो लाग्छ क्या होइन। जतासुकै यताउता मन्दिरहरू छ, यस्तो रमाइलो लाग्छ मलाई चाहिँ। अनि त्यही भएर अब म चाहिँ यहाँ भित्रतिर पसेँ। भित्र गएर हेरेको त सिस्टरहरू रहेछ। मैले चाहिँ भिडियो लिएर यहाँ डक्टरसँग गएर बाबु गोसो गरेँ। तर मैले धेरै भिडियो क्लिप लिनँ किनकि मैले हजुरहरूलाई त्यही भएर मैले अस्ति नैको एउटा भिडियोमा भनेको थिएँ। सो साथीहरू, मैले चाहिँ अबदेखि मिनी ब्लग बनाउँदिनँ भनेर। मैले मिनी ब्लग नबनाउनुको कारण चाहिँ के हो भने मेरो मोबाइलको क्यामेरा खासै राम्रो दिँदैन नि त। अनि क्यामेरा राम्रो नदिएपछि अनि भिडियो राम्रै हुँदैन। अनि त्यही भएर मैले चाहिँ साथीहरू मिनी ब्लग नबनाउने निर्णय गरेको हो। सो आज चाहिँ बाबु यसो हेल्पस लिएर गएको बेलामा भिडियो बनाइदिउँ न त भनेर मैले छोटो भिडियो बनाइदिएको। बाबुहरू चाहिँ साइकलमा गइसक्यो मेरो बाबुलाई लिएर भने म चाहिँ हिँड्दै गइरहेको छु। सो हजुरहरूलाई मेरो मिनी ब्लग कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। यो चाहिँ खास गरी हिजोको भिडियो हो, आज एडिट गरेर भोइस अपलोड गरेर हाल्दैछु। हजुरलाई जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला।